स्टक बाइक हो यो पर स्टक बाइक हो यो पर कसरी वान्टेडमा पर्यो भन्दैछु क्या म चाहिँ कसरी ठोक्यो कसरी क्या म त छक्क परेँ यति हान्नुपर्ने हुन्छ है सबजनाले मैले जतिको ब्रिटिस गोर्खा हाम्रो यहाँ कुर्देर हेर न गाइस छैन आहे कालो बनाइदिन्छ मेरो यस्तो डेन्जर भइरहेछ त्यसो हाम्रो फर्स्ट बाइट न्यू डे न्यू ब्लग तपाईलाई स्वागत छ मेरो ब्लगमा गाइज हैन अब यस्तै हो के भन्ने अब ठिक छ हैन हामी चाहिँ अब मासु लिन जाँदैछौँ हामी सामानहरू गाइज हामीले चाहिँ मासु किनिसक्यो होइन मासु चाहिँ यो है च्वाचेको मासु है यो चाहिँ टक्क पोलेर खाने टाइपको छ यो चाहिँ होइन गाइज होइन हामी चाहिँ अब त्यो सामानहरू किनेर चाहिँ अब हामी जाँदैछौँ टक्क अब फेरि सामानहरू चाहिँ यस्तो छ है के गर्नु अब यो चाहिँ अब टक्क झन्डै लड्यो मुला तेरि झन्डै गाइज लडाइदियो भाइले यहाँ मान्छेको छातो गयो होइन भ्लग बनाउने क्रममा फेरि हार्दिक श्रद्धाञ्जली भन्यो भने के गर्नु होइन गाइज यताबाट चाहिँ टक्क कस्तो कस्तो मान्छे आउँदो रहेछ है यति नै ल्याएन मैले टक्कसँगले यहाँनिर दाइले चाहिँ पुरै मोल्दैछ यो त नयाँ गिटार हो उयो साँचोको गयो भन्दैन स्टक बाइक हो यो तर वान्टेडमा चाहिँ कसरी वान्टेडमा पर्यो भन्दैछु क्या म चाहिँ केही चेन्ज गरेको छैन सबै स्टकै लाग्छ सबै स्टकै हो सोरुमले जस्तो दिएको त्यस्तै छ तर वान्टेड अरे क्या अब रेडी हुँदैन तब गाई छैन यहाँ चाहिँ क्यारमबाट जोगी चल्दैछ जोगी होइन धुलो चाहिँ लाग्छै खाइन भयो होइन त्यस्तै हो नेपालको बाटो यस्तै छ अब अर्थ सम्पाङले बनायो भने अब बनायो नत्र त यहाँनिर कुन चाहिँमा
यस्तो छ के कस्तो यो कुन्जेले यहाँ कुर्देर हेर गाई छैन आँखे कालो बनाइदिएछ मेरो यहाँनिर कुटेर थेत पर्ख्यौँ न भनेर साइलेन्सर पाइपै धस्किँदै थियो साथी कसरी ठोक्यो कसरी क्या मलाई छक्क पऱ्यो अनि सुताएर कुदाएपछि ठोकिन्छ त यो यो होला मेरो हैन यो सुतेर यो ठोक्यो क्या यही रहेछ टर्निङ हान्दाखेरि भाइ बुलेटमा चाहिँ यति हान्नुपर्ने हुन्छ है सबजनाले मैले जतिको धेर सुतेर नि यस्तो बाइक भाँचिन्छ त कहाँ भाँचिन्छ डबल स्ट्यान्ड हुन्छ मलाई डबल स्ट्यान्ड छुको होला भनेको त यहाँ साइलेन्सर मुखमा लात्तो छुएछ यतिको छ्याल्नु पर्ने हुन्छ फोटो खिचेको हौ गाई त्यहाँ यहाँनिर भुसिनाहरूको मृत्यु भएछ यहाँनिर चाहिँ गाई चाहिँ यहाँनिर त्यो फुलमा खिचेर गयो ब्रिटिस गोर्खा मेमोरियल पार्क मेमोरियल पार्क आयो कस्तो इङ्ग्लिस पनि भन्दै आएन हेली उ छ हेली गर्ने बिसाउनु टक्क अब यहाँनिर चाहिँ टक्क आउनुपर्ने हुन्छ हामी अब स्ट्यान्ड बाई राख्नुपर्ने हुन्छ यहाँ टक्क अब झरौँ गाई यस्तै हो ढल्दैन यो अग्लो भएर चाहिँ त्यस्तो हो क्या यसो हामी स्ट्यान्ड यहाँनिर सामान बोक हुँदैछ यहाँनिर चाहिँ फोटो सुट हुँदैछ यहाँनिर फोटो सेसन हुँदैछ यहाँनिर टक्क अब रोल क्यामेरा एक्सन हेर्न सक्नुहुन्छ भित्र छिरेपछि अब स्वर्ग जस्तो छ यो भएन यो चाहिँ पानी भएन यो माछा छ नि सानो सानो नि दामी छ दामी छ गाई दामी यस्तै छ अब खासमा कहाँ हो विश्वास गोर्खा पार्क यो टक्क यो चाहिँ वीर गोर्खाली हो यो चाहिँ यसले चाहिँ लगभग 50-60जना चाहिँ हान्नेकै छ क्या यसले चाहिँ मारेकै छ क्या कुन त नि केमा पोल्ने हामी किन नलेख त नि कुन त दाजुलाई सोध्नु न जिउ हल्लियो अरे टक्क यो चाहिँ if a man say he is not afraid of doing his it here learning or he is गोर्खा यस्तै चाहिँ इङ्ग्लिस त यस्तै छ होइन गाइज अब इङ्ग्लिस त्यस्तै छ अब के गर्ने हुन्छ अब के गर्नु त्यस्तै हो टोइलेट त तल छ हौ तल्लो घरमा छ गाइज होइन यस्तै हो होइन यस्तै छ गोर्खा पार्क टक्क अहिले म टक्क अब भ्यू देखाउँछु अहिले टक्क गोर्खा पार्कको चाहिँ होइन यसो अब हेर्न सक्नुहुन्छ यो चाहिँ त्यसलाई 2 टुक्रा बनाइदिनु त दाउरालाई अब हावाले के दिँदैन त ल
झन् मार्छ कि त्यसले चोक्टा राख्दै गरेको बिच यो हो नि त निश्चय टक्क सेपका पोलाइ भनेको यो हो नि त टक्क होइन गाइज यस्तो हो नि त गाइज धरा नै सुँगुर हो तिन चरणमा गइसकेको छ पोल्नु चाहिँ पोलेर यहाँ चाहिँ रेडी भइरहेछ अब खानु बाँकी कसरी पुछौँ भाइ दामी अचार भएको छ जिरो दामी अहिलेको पनि 2 जना सब्सक्राइबर बढ्नुहुन्छ है फर्स्ट बाइट मलाई बनाइदिँदा यसको अहिले आउँदा मान्छे नहुने आज हाम्रो लागि त यस्तो खालको She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. Oh, traveler, you carry the sun in your stride, leaving behind what I hold in. होइन मैले पहिलो दिन काम गरेँ है ठ्याक्क झर्नेमा चेक गर भत्ते बिखा त झरामा बियर हालेको रहेछ त्यहाँ क्यान्सल गरायो नि त मलाई सुरु दिँदा क्या 2टा चाहिँ खाजा पाल्यो त्यसको मेनमा चाहिँ अरू त गर्छ नि सुना हे पृथ्वी सुना हे आकाश सुना हे पृथ्वी यहोवाको सेना आउँदैछ सारा संसारभरि छाउँदैछ यहोवाको सेना आउँदैछ सारा संसारभरि छाउँदैछ संसारको पोसाक लगाउँदै जीवन हाम्रो तयार बनाउँदै प्रशंसाको पोसाक लगाउँदै जीवन हाम्रो तयार बनाउँदै यसो बस्ने हृदय रमाइलो
गाइज अब हामी चाहिँ फिर्किन लागेको अब यसो खाएर खानासाना खाएर टक्क अब टक्क अल्छीले सबजना अल्छीले हेर है गाइस तर बवाल रमाइलो भयो होइन यहाँ चाहिँ बनिरहेको रहेछ यहाँनिर गाई छैन टक्क यो चाहिँ गोर्खा पार्कै गाइस यो चाहिँ गोर्खा पार्क व्हाट्सअप दर्शकबिनहरू तपाईँ देख्न सक्नुहुन्छ यहाँ कस्तो छ अवस्था अवस्था कस्तो छ यहाँ हेर्नुहोस् लाग्न लाग्यो हामीले धुलो उडाएको हेर धुलो उडाएको भेनाले धुलो उडाउँदैछ है भेनाले धुलो उडाउँदैछ है धुलो नउडाउनु है आइपुग्यो गाइस हामी चाहिँ घर होइन किन के के लिक भयो भने कहाँबाट मोबिल हो क्या कहाँबाट लिक हो कहाँबाट आएको त मोबिल चाहिँ त्यही थाहा छैन मोबिल हो त मोबिल त होइन होला हौ त कहाँबाट आउँछ त त्यहाँ त के थियो त के होइन के को वाइल चाहिँ होला के को वाइल चाहिँ चुको होला त्यो गाई छैन घर आइसक्यो हामी चाहिँ ल भ्लग चाहिँ अब आइहाल्छ होइन तपाईँहरूले सब्सक्राइब लाइक सेयर गरिदिनु होला भन्न चाहन्छु म चाहिँ होइन ल गाइस